पूजा कसरी गर्ने भिडियोहरु मिलाएको छैन मेरो टाउको उठाइदियो मेरो टाउकोमा गएर बसेको मेरो टाउको उठाउन सकिनँ मैले कसरी उठाउनु पर्यो मेरो छोरा नाति गएर मेरो टाउकोमा बसे मलाई गर्दै गर्दैन बुझ्दै बुझ्दैनन् मेरो टाउको उठाइदियो टाउको कसरी उठाउने पर्यो मलाई अरू केही चाहिँदैन एउटा धुप धोजा पनि सम्झिनु पर्छ मलाई धुप धोजा नसम्झिकन यस्तो हुँदैन वर्षमा सम्झिने धुप धोजा कि मेरो एउटा आँखाले गएर मेरो टाउकोमा बसेको छ ह्याङ्गो बसेर रहेछ मेरो टाउको उठाइदिनु मलाई अरू केही गर्नु पर्दैन एउटा धुप धोजा सम्झे हुन्छ अरू केही चाहिँदैन मलाई हामीले पूजा गर्ने विधि मिलेकै छ कि प्रभु छैन अब मैले पहिला पनि भनेको त्यो पार्टी नकाट्नु भनेर अरू सुनार्न पनि केही छ भने भन्नु पर्यो मलाई थाहा हुन्छ मेरो टाउको उठाइदिनु मेरा छोरा नाति गएर मेरो टाउकोमा बसेको म हेर्न सक्दिनँ मेरो टाउको भारी भइरहेको छ मन्दिर बनाएको ठाउँ त ठिक छ प्रभु अब यो उत्तरको बाटो बन्द गर्नु 2 हात सके पनि दक्षिणबाट बाटो बनाइदिनु टाउका माथि बसेको भनेको माथि घर बनायो भन्नुभएको होइन म भन्दा माथि गएर पञ्चकोट डाँडामा गएर टाउको साथै मलाई एउटा धजा पनि सम्झिँदैनन् हाम्रै छोरा नातिहरू हुन् कता माया के गर्छ मलाई एउटा धजा सम्झिँदैन ल प्रभु हामी अनुरोध गर्छौँ मेरो नाम बेचेर खान्छन् तिनले मेरै घरका कुत्राको आचार्य भन्छन् मलाई एउटा धजा सम्झिनु हामी केही जान्दैनौँ प्रभु अरू के छ भन्नु साथै गर्न पनि के छ ती 3 वर्षमा पूजा गर्ने कुरा ठिक छ गरे प्रभु हामीले जगाटो त गर्नुपर्छ त्यसमा सुरु गरेकालाई नगर्नु भन्नु मिल्दैन ठिकै छ त्यसमा मैले केही पनि भन्दिनँ जुन हल्काले गर्ने इच्छा लाग्छ गर्ने इच्छा नभएकालाई जबरजस्ती गर्नु पनि भएन तर मेरो टाउको उठाइदिनु मेरो टाउको भारी भएको छ जुन हाँगो रोकियो त्यही हाँगोले पूजा नगर्ने अरूले गर्ने हो प्रभु अनि कतिपय दाजुभाइहरू बलि नदिने भन्नुहुन्छ प्रभु के गर्ने
इच्छा लाग्नेले दिने, इच्छा नदिने, जबरजस्ती कसैले पनि गर्ने होइन, कर्का कसैलाई पनि हुँदैन। इच्छा लागेकोले दिने, इच्छा नलागेकोले दिने। प्रभु पूजा गर्दै विधि राम्रो विधि सम्झाइनुहुन्छ कि भुलवश केही बिग्रेको छ कि? प्रभु साझी पार्टी हामीले ल्याइसकियो, अब भोलि के गर्ने होला? त्यसलाई काट्नुहुन्न, मैले पहिला पनि त्यसलाई नकाट्नु भनेको होइन। किन त भनेको नभन्थे? मैले पहिला पनि नकाट्नु अन्ति पटक भनेको हो कि होइन? हाम्रो चलिआएको परम्परा हो, पहिलाबाट गर्दै आइरहेको। पहिलाबाट आए पनि मैले भनिसकेको त साथीमा, अर्को पटकबाट पाठी नकाट्नु भनेर मैले भनिसकेको छु। उत्तरको ढोका पनि प्रयोग नगर्नु, पाठी पनि नकाट्नु, सकिन्छ भने बरु दुईवटा साँड काट्नु। साझी पाठी कसको लागि होला प्रभु? साझी पाठी नकाट्नु, मस्त गराएको मूर्ति प्रहार प्रतिष्ठा गर्दा पनि एउटा साँड काट्नु नकाटेको बाँकी छ। पोहोर साल पनि पहिलो वर्ष पनि त्यस्तै भयो। बरु सकिन्छ दुईवटा साँड काट्नु, साझी पाठी नकाट्नु। दोखालालाई के गर्दा ठिक होला प्रभु? दोखलाई के गर्दा ठिक होला प्रभु? हाम्रो घरको आचार्यमा कुनै पनि रोग छैन। प्रभु मन्दिर बनाएको सबै कुराहरू त ठिकै भएको छ कि के छ? हामीले जे जानेका छौँ त्यसरी बनाएका छौँ। हजुरको आराधना गर्ने ठाउँ त ठिकै बनाएका छौँ प्रभु। चढाइ